अतिथिज्यू, आदरणीय अभिभावकज्यू, आदरणीय गुरुआमाहरू तथा मेरा प्यारा भाइ बहिनीहरू र साथीहरू, म कक्षा 5 मा पढ्ने छात्रा एन्जेलिना देवला यहाँ उपस्थित सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज खानपुर विद्यालयको यस 6औं अभिभावक दिवसमा म यहाँ उपस्थित भएर स्वागत मन्तव्य दिन पाउँदा अत्यन्तै हर्षित वा गौरव महसुस गरिरहेकी छु र यस वार्षिक उत्सवमा यहाँ उपस्थित भएर स्वागत मन्तव्य दिन पाउनु पनि एउटा सौभाग्यको कुरा हो। हरेक बालबालिकाभित्र कुनै न कुनै रूपमा भित्री प्रतिभा लुकेको हुन्छ र त्यस प्रतिभालाई प्रदर्शन गराउनको लागि शिक्षाको माध्यम र एउटा दक्ष, कुशल र प्रशिक्षण उजागर गर्न सकिन्छ। र आजको हाम्रो यस 6औं अभिभावक दिवसमा हामीले हाम्रो भित्र रहेको भित्री प्रतिभा प्रस्फुटन गराउने एउटा ठुलो मौका पाएका छौँ। अब म यो माइक हाम्रो गुरुआमा विद्या ढुङ्गानालाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद र हजुरहरूको दिन शुभ रहोस्।